नमस्कार। साझा विषयमा यहाँहरूलाई हार्दिक स्वागत छ। आजको भिडियोमा हामीले कम्पनीको उद्देश्य संशोधन कसरी गर्ने, यसको लागि के कागजातहरू आवश्यक रहन्छन् भन्ने विषयमा आजको भिडियोमा जान्नेछौँ। हामीसँगै रहनुहोला। कम्पनीको उद्देश्यहरू कम्पनीको प्रबन्ध पत्रको विभिन्न दफाहरूमा खुलाइएको हुन्छ। बहुल कम्पनीको केसमा यदि नयाँ कम्पनी दर्ता भएको छ भने त्यसको दफा 4 मा कम्पनीको उद्देश्य रहन्छ भने एकल कम्पनीको हकमा दफा 5 मा रहेको हुन्छ। त्यस्तै गरी पुराना कम्पनीहरूको केसमा यो दफा भने फरक हुन सक्छ। हामीले उद्देश्यहरू संशोधन गर्दाखेरि आफ्नो कम्पनीको प्रबन्ध पत्रको कुन चाहिँ दफामा उद्देश्यको कुराहरू खुलाइएको छ त्यो चाहिँ जान्नुपर्ने हुन्छ। अब प्रबन्ध पत्र चेन्ज गर्नको लागि अथवा प्रबन्ध पत्र संशोधन गर्नको लागि वार्षिक साधारण सभाबाट गर्नुपर्ने हुन्छ। तर वार्षिक साधारण सभा भनेको वर्षको एक पटक मात्रै हुने भएकाले यदि त्यो बाहेक अन्य अवस्थामा प्रबन्ध पत्र संशोधन गर्नु पर्यो भने विशेष साधारण सभाको थ्रु गर्नुपर्ने हुन्छ। त्यही भएर हामीले आजको भिडियोमा जुन कागजातहरू चर्चा गर्छौँ त्यो विशेष साधारण सभाको रहनेछ। उद्देश्य संशोधन गर्नु अगाडि म्यानेजमेन्टले पहिला प्रस्तावित उद्देश्यहरू के हुन् त्यो यकिन गर्नुपर्ने हुन्छ। त्यो उद्देश्यहरू यकिन गरिसकेपछि त्यसलाई पारित गर्न वार्षिक साधारण सभा अथवा विशेष साधारण सभा कुनै एकमा पेश गर्नुपर्ने हुन्छ। त्यसपछि साधारण सभाबाट पेश भइसकेको उद्देश्यहरू स्वीकृत भए पश्चात हामीले ओसिआरको वेबसाइटमा गएर अनलाइन उद्देश्य परिवर्तनको लागि यो परिवर्तन थप पनि हुन सक्छ अथवा पुरानो सबै उद्देश्यहरू हटाएर नयाँ उद्देश्य राखेको पनि हुन सक्छ। त्यसको लागि निवेदन दिन्छौँ। यो निवेदन अनलाइन सबमिट गरिसकेपछि यसको सबमिसन नम्बर लिएर हामी कम्पनी रजिस्ट्रारको कार्यालय जानुपर्ने हुन्छ। त्यहाँ गएर निवेदनलाई स्वीकृत गराइसकेपछि उद्देश्य परिवर्तनको कार्य हुन्छ र कार्य समाप्त भइसकेपछि हामीले कम्पनी रजिस्ट्रारको कार्यालयबाट उद्देश्य संशोधनको पत्र र संशोधित प्रबन्ध पत्र त्यो हामीले पाउँछौँ। अब उद्देश्य संशोधन गर्नका लागि के कागजातहरू आवश्यक रहन्छन् भन्दा कम्पनीको सञ्चालक समितिको निर्णय आवश्यक रहन्छ। त्यस्तै गरी कम्पनीको वार्षिक साधारण सभाको अथवा विशेष साधारण सभाको दुईमा कुनै एकको निर्णय आवश्यक रहन्छ। त्यस्तै गरी हामीले आफ्नो उद्देश्य प्रबन्ध पत्रको कुन चाहिँ दफामा छ त्यो दफा संशोधन गरेको विवरण आवश्यक रहन्छ। त्यस्तै गरी हाम्रो 3 महले विवरण आवश्यक रहन्छ। यी सबै कागजात तयार गरिसकेपछि हामीले निवेदन र आवश्यकता अनुसार अख्तियारी यति कागजातहरू तयार गर्नुपर्ने हुन्छ। अब हामीले यी कागजातहरू एक एक गर्दै चर्चा गरौँ है त। सुरुमा सञ्चालक समितिको निर्णयमा हाम्रो सञ्चालक समितिले यदि वार्षिक साधारण सभा गर्ने हो भने वार्षिक साधारण सभा बोलाएको निवेदन नत्र भने विशेष साधारण सभा बोलाउनको लागि निवेदन त्यो कुरा खुलाइएको हुनुपर्ने हुन्छ र विशेष साधारण सभामा के प्रस्तावहरू राख्ने हो त्यो कुरा खुलाउनु पर्ने हुन्छ। प्रस्तावमा पुरानो प्रबन्ध पत्रमा रहेका सम्पूर्ण उद्देश्यहरू परिवर्तन पनि हुन सक्छन्, केही उद्देश्यहरू परिवर्तन पनि हुन सक्छन् अथवा पुरानो उद्देश्यमा कुनै नयाँ थप उद्देश्यहरू पनि हुन सक्छ। यो आवश्यकता अनुसार यहाँ खुलाउनु पर्ने हुन्छ र प्रबन्ध पत्रको कुन चाहिँ दफामा उद्देश्यको कुरा लेखिएको छ त्यो यहाँ यकिन गरेर राख्नुपर्ने हुन्छ। मैले दफा 4 को केस लिएर यो कागजात तयार गरेको छु। यदि तपाईँको कम्पनीको कुनै अन्य दफामा उद्देश्यको कुरा खुलाइएको छ भने त्यो आवश्यकता अनुसार यसलाई सच्याउनु पर्ने हुन्छ। त्यसपछि उद्देश्य परिवर्तन गरिसकेपछि यसको जानकारीहरू कम्पनी रजिस्ट्रारको कार्यालयलाई अथवा अन्य कुनै निकायहरूमा पेश गर्नु पर्यो भने त्यसको अधिकार सञ्चालक समितिलाई दिने भनेर यो हामीले प्रस्ताव राखेको निर्णय बनाउनु पर्ने हुन्छ। यो बनाइसकेपछि वार्षिक साधारण सभा अथवा विशेष साधारण सभा आवश्यक रहन्छ। मैले यहाँ विशेष साधारण सभाको खाका अनुसार यहाँहरूलाई जानकारी दिइरहेको छु। अब विशेष साधारण सभामा हामीले सञ्चालक समितिमा कुन प्रस्तावहरू राखेको थियौँ त्यसको प्रस्तावमा चर्चा हुन्छ र सोही अनुसार यहाँ निर्णय पनि रहन्छ। अब यसमा यो कोलममा हाम्रो प्रबन्ध पत्रको साबिकको अवस्था रहन्छ भने हामीले यसमा संशोधन गरेपछि के राख्ने त्यो कुरा चाहिँ यहाँनिर खुलाउनु पर्ने हुन्छ। मानौ हामीले हाम्रो प्रबन्ध पत्रको उद्देश्यमा रहेका पुराना उद्देश्यहरू सबै हटाएर हामीले त्यसको बदला नयाँ उद्देश्य राख्ने हो भने हामीले यहाँ सोही अनुसार पुराना उद्देश्यहरू के छन् यहाँ खुलाउनु पर्ने हुन्छ। त्यस्तै गरी अब यो उद्देश्यको ठाउँमा हामीले अब नयाँ उद्देश्य के राख्ने हो त्यो उद्देश्यहरू यता खुलाउनु पर्ने हुन्छ। र यदि हामीले पहिला भएका भन्दा बढी उद्देश्यहरू राख्नु पर्यो भने सोही अनुसार हामीले क्रमाङ्क बढाएर नयाँ उद्देश्यहरू थप्दै जान्छौँ। यदि हामीले मानौ कि हाम्रो पुरानो प्रबन्ध पत्रमा 3टा उद्देश्यहरू छन् तर हामीले अब एउटा नयाँ उद्देश्य मात्र थप्ने, पुरानोलाई नचलाउने तर एउटा नयाँ उद्देश्य मात्र थप्ने हो भने हामीले यहाँनिर जस्तो क ख ग भनेर राखेको छौँ यो हटाएर हामीले यसको ठाउँमा घ गराएर यहाँ खाली छोडिदिन्छौँ। त्यसपछि यहाँ पनि यो सबै हटाएर हामीले यहाँ घ गराएर अब हाम्रो नयाँ उद्देश्य के छ त्यो उद्देश्य यहाँ राख्छौँ। त्यसपछि अन्य कुनै उद्देश्यहरू ङ पनि थप्नु पर्यो भने यहाँ ङ गराउँछौँ। त्यसपछि यहाँ तल ङ गराएर हाम्रो नयाँ उद्देश्यहरू के छन् हामीले यसरी उद्देश्यहरू थप गर्छौँ। यहाँ हाम्रो उद्देश्य थप गर्न भनिएको छ। अब हामीले त्यो केसमा यो उद्देश्य परिवर्तन भन्ने पार्टलाई हटाएर हामीले यो माइन्युटलाई आवश्यकता अनुसार चेन्ज गर्नुपर्ने हुन्छ। यति गरिसकेपछि हामीले एउटा संशोधित प्रबन्ध पत्रको छुट्टै पेज बनाउनु पर्ने हुन्छ। हाम्रो प्रबन्ध पत्रको कुन चाहिँ दफामा परिवर्तन आएको त्यो खुलाउनु पर्ने हुन्छ। यदि सम्पूर्ण उद्देश्यहरू चेन्ज हुन् भने यहाँ सबै नयाँ उद्देश्यहरू आउँछन् र यदि हामीले कुनै नयाँ उद्देश्य मात्रै थपेको मानौ कि पुरानो एक्जिस्टिङ उद्देश्यहरूमा एउटा नयाँ उद्देश्य मात्रै थपेका छौँ भने त्यो नयाँ क्रमाङ्क यहाँ लेखेर त्यो नयाँ उद्देश्य मात्रै यहाँ राख्छौँ। पुरानोलाई हामीले चलाउँदैनौँ। पुरानोको रिफरेन्स भनेको ओरिजिनल प्रबन्ध पत्रमै जान्छ। त्यही भएर हाम्रो नयाँ उद्देश्य के हुन् त्यो मात्रै यहाँ खुलाउनु पर्ने हुन्छ।
हुन्छ। त्यसपछि हामीले 3मा अलि विवरण बनाउनु पर्ने हुन्छ। यसमा पनि यहाँ पुराना उद्देश्यहरू के छन्, त्यसपछि यहाँ नयाँ उद्देश्यहरू के छन् र संशोधन किन गर्नु पर्यो त्यसका कुराहरू यहाँ खुलाउनु पर्ने हुन्छ। यति गरिसकेपछि हामीले एउटा निवेदन तयार गर्नुपर्ने हुन्छ। निवेदन यो खाकामा रहन्छ। त्यसपछि सञ्चालक आफै कम्पनी रजिस्ट्रारको कार्यालयमा जाने हो भने यो कागजात आवश्यक रहँदैन, तर उसले आफ्नो सट्टामा अरू कसैलाई पठाउने हो भने यो कागजात तयार गर्नुपर्ने हुन्छ। र यति कागजात तयार गरिसकेपछि हामीले अनलाइन विवरण हाल्नुपर्ने हुन्छ। यसको कागजातहरूको वर्ड फाइलको लागि हामीले डिस्क्रिप्सन बक्समा गुगल ड्राइभको लिङ्क दिन्छौँ। त्यसमा गएर डाउनलोड गरेर यहाँहरूले आवश्यकता अनुसार फर्मेटमा परिवर्तन गरेर प्रयोगमा ल्याउन सक्नुहुन्छ। अब हामी यी कागजातहरू तयार गरिसकेपछि प्रिन्ट गरेर सही छाप गर्नुपर्ने ठाउँमा सही छाप गरेर हामीले यसलाई स्क्यान गर्नुपर्ने हुन्छ। स्क्यान गरेर हरेक कागजातको यी सबै कागजातको छुट्टा छुट्टै PDF फाइल बनाउनु पर्ने हुन्छ र हामीले कम्पनी रजिस्ट्रार कार्यालयको वेबसाइटमा उद्देश्य संशोधनको ठाउँमा यी फरक फरक कागजात राख्ने ठाउँ हुन्छ, ती ठाउँमा छुट्टा छुट्टै अपलोड गर्नुपर्ने हुन्छ।